युनाइटेड अजोड इन्सुरेन्स लिमिटेडका लगानीकर्ताहरूको लागि महत्त्वपूर्ण अपडेट। सेक्युरिटी बोर्ड अफ नेपाल अर्थात् सेबोनले युनाइटेड अजोड इन्सुरेन्सको राइट सेयर आधिकारिक रूपमा स्वीकृत गरेको छ। कम्पनीले 100/10 को अनुपातमा राइट सेयर ल्याउन पाउने भएको छ। यसको मतलब तपाईँको खातामा 100 किता सेयर छ भने 10 किता राइट सेयर आवेदन गर्न पाउनुहुनेछ। यो राइट सेयरको कुल आकार 23 करोड 10 लाख रुपियाँ रहेको छ। यसको इस्यु म्यानेजर लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। सेबनबाट यो स्वीकृत माघ 27 गते 2082 अर्थात् फेब्रुअरी 10, 2026मा प्राप्त भएको हो। अब कम्पनीले छिट्टै बुक क्लोजर र इस्यु ओपनिङको मिति सार्वजनिक गर्नेछ। त्यसैले युनाइटेड अजोड इन्सुरेन्सको सेयरधनी हुनुहुन्छ भने आफ्नो डिम्याट र मेरो सेयर अपडेट अवस्थामा राख्न नबिर्सनुहोस्। यस्तै महत्त्वपूर्ण सेयर बजार सम्बन्धी अपडेटका लागि नेपाल स्टक अपडेटलाई फलो गर्नुहोला। साथै युट्युबमा नेपाल स्टक अपडेटलाई सब्सक्राइब गर्न पनि नबिर्सनुहोला। धन्यवाद।